everyone, good morning. आज चाहिँ मेरो आजको आउटफिट त्यस्तो छ सिम्पल अनि आज चाहिँ हामी पिकनिक जान लागेको छौं पिकनिक भन्दा पनि बारबिक्यू जान लागेको छौं ल लेट्स गो टुगेदर चाहिँ अहिले वन्च आइसके अनि म चाहिँ अहिले साइरा भाउजूको घर जाँदैछु मलाई कस्तो देखिन्छ कमेन्ट जस्तो छ त्यसै देखिन्छ आज मैले पुरै कपाल चिक्क बनाएको साह्रो पर्छ नि त त्यही भएर आज चाहिँ पुरै चिक्क पारिदिएको नि कपाललाई ल हामी चाहिँ अब सपिङ हिँडेको किप वाचिङ यो भिडियो चाहिँ मेरो युट्युबको लागि हैन ल फेसबुकको लागि यस्तो पनि मासु पाइन्छ है यो चाहिँ विङ्स तर सबै फ्रोजन यस्तो नेपालको जस्तो फ्रेस चाहिँ पाइँदैन म चाहिँ सपिङ सकेर जाँदैछु दिदी चाहिँ उता के भन्छ कोइला लिनु जानुहुन्छ अरे त्यही भएर दुईपट्टि ब्याग गरेर हिँड्दैछु यसरी अब म एकैचोटि घर गएर देखाउँछु है हेर्नु है त तपाईँहरू पनि आजको भिडियो कस्तो लाग्छ कमेन्ट चाहिँ हाल्नु नबिर्सिनु होला हामी चाहिँ घरमा छौँ अनि यहाँनिर हामीले चाहिँ अलिअलि के खानेकुराहरू चाहिँ पकाएर लानु लागेको चाम्रे आलुदम चनाहरू अनि अचारहरू चाहिँ घरबाटै बनाएर लानु लागेको त्यसैले हामी अहिले घरमै छौँ बनाउँदैछौँ अब तपाईँहरूलाई चाहिँ हामी त्यही गरेर भेट्छौँ है हेलो हामी चाहिँ हिँडेको के दिदी यता हेरेर भन्नु न हेलो आज चाहिँ हामी एकदम रमाइलो गर्न बिबिक्यू खान जाँदैछौँ के कस्तो हुन्छ त्यही गएर हामी सबै देखाउनेछौँ है ल इन्जोय गर्ने नाच्ने गाउने चाहिँ आज चटपटे मोमो यस्तो छ है अनि यहाँ चाहिँ भाउजू Cheers. यहाँ पुरा यिनीहरूको डान्सहरू इन्जोय गर्दैछु कि यहाँ हेर्दै यस्तो भिड छ यति रमाइलो छ मलाई त तिनीहरूको डान्स पनि ल्याइदिउँ एकजना Wow, Suki dance. उपर रमाइलो भइरहेछ हाम्रो चाहिँ बारबिक्यू सकिनु लाग्यो हामीले चाहिँ खाइसकिनौँ अनि यहाँ यस्तो छ यहाँ बाँदरले चाहिँ गिदी गर्दैछ हो अनि हामी चाहिँ यहाँ एकछिन एक राउन्ड हान्ने हात बचाउनुको लागि यहाँ यसो डुल्दैछौँ दिदी म नानी पछाडि दाइ भाउजू हुनुहुन्छ त्यही हो आजको दिन एकदमै रमाइलो भयो मजा आयो यो ठाउँ चाहिँ आएको थिइनँ म पनि तर भिजिट गरेको राम्रो लाग्यो यो ठाउँ त्यही हो पछाडि दाइ भाउजू हुन्छ हामी चाहिँ हिँड्दैछु हेर्दै गर्नु होला है त हामी चाहिँ भिडियोको लास्टमा आइसकेको छौँ है अब चाहिँ हाम्रो बारबिक्यू पनि सक्यो त्यसैले अब यो भिडियो चाहिँ एन्डतिर छ तपाईँलाई कस्तो लाग्दैछ बोर त भएको छैन होला है यहाँनिरको पछाडि डाँडा हेर्नु न कस्तो राम्रो छ कि उतै जस्तो हाम्रो नेपाल जस्तो छ यो माथिको डाँडा चाहिँ लायन रक हिल अरे होइन पसिना भरे हकमा
सङ्गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो झुले झुले तिमी सँगै झुले सपना मेरो तिमीलाई नै पाउने यो भनेको ग्लो हो क्या तिमी सँगै झुले हिरा मोती सुन र चाँदी सजिएर गयो तिमी विदेशमा गएपछि यो दुखीलाई भुल्यौ पनि हिरा मोती सुन र चाँदी सजिएर गयो तिमी तिम्रो एनीलाई के को